बुद्धले दिनुभएको एउटा ध्यानको परम्परा अर्थात् ध्यानको विशेष विधिलाई हामी विपस्सना भन्छौँ। र अब विपस्सना शब्द यस्तो एउटा ट्रेडमार्क बनिसक्यो कि धेरै व्यक्तिहरूले अब विपस्सना ध्यान र अन्य ध्यानहरूको बिचमा फरक देख्ने खालको पनि बनिरहेको छ। तर यदि हामीले विपस्सना भन्ने शब्दलाई यदि विशेष रूपमा बुझ्यौँ भने त्यसबाट थाहा लाग्छ कि वास्तवमा ध्यान त्यो विपस्सना शब्दबाटै पनि क्लियर हुन्छ। जस्तो विपश्यन्ति, पश्यन्ति भन्नु मतलब के हो भने अब्जर्भ, अन्तर्दृष्टि प्राप्त गर्ने कुनै पनि वस्तुमा। जस्तो हामीले यदि शरीरमाथि निरीक्षण गर्दैछौँ, शरीर मन र भावनाको विशेष रूपमा अवलोकन गरेर त्यसको चरित्र कस्तो देखा पर्छ, त्यसको धर्म कस्तो देखा पर्छ, त्यसले कस्तो खालको स्वभाव प्रकट गर्छ, त्यसको प्रकृति के हो भन्ने कुराहरू जान्नु, त्यो पनि विशेष रूपमा, त्यो नै वास्तवमा विपस्सना। अर्थात् इन्टेन्स अब्जर्भेसनका साथ हामीले त्यसको कन्टेन्ट के छ, त्यो भित्रको अन्तर्वस्तु के छ, त्यसको अन्तर्दृष्टि प्राप्त गर्नु नै वास्तवमा विपस्सना हो। सो यो सेन्सबाट हेर्ने भने त हामीले ध्यान वास्तवमै बुझ्न गयौँ भने त्यो अन्तर्दृष्टि जहाँ पनि एउटै हुन्छ। जस्तो गौतम बुद्धको ठुलो कन्ट्रिब्युसन ध्यानमा के थियो त भन्दाखेरि उहाँले जब भावनाहरूलाई हेर्न थाल्नुभयो अथवा देखाउन थाल्नुभयो, हामी जब भावनाहरूलाई हेर्छौँ, शरीरलाई एक एक सेल्सलाई हेर्छौँ, ती सबै सेल्सहरू चेन्जेबल छन्, चेन्ज भइरहेको छ, क्षण प्रतिक्षण परिवर्तन भइरहेको छ, त्यो अनित्य धर्म बोकेर बसेको छ। यस आधारमा उहाँले ध्यानको एउटा ठुलो माइलस्टोन अर्थात् त्यसको जग बनाउनु भएको छ। त्यो जगमा नै हामीले टेकेर धेरै कुराहरूमा हामीले अनित्यता अथवा परिवर्तनशीलता देख्छौँ। यो जब परिवर्तनशीलता हामी देख्न थाल्छौँ अनि हामी पदार्थप्रतिको हाम्रो मोह, विचारप्रतिको हाम्रो मोह, सङ्गठनप्रतिको हाम्रो मोह त्यो बिस्तारै टुक्रिन थाल्छ र हामीले सही कुरालाई देख्न थाल्छौँ। तत्त्वको दर्शन बिस्तारै हुन थाल्छ। शिक्षा विकारे सकल विकार, शिक्षा सुधारे सकल सुधार। धन्यवाद।